हेलो खामलिमो गुड मर्निङ सबैजनालाई। आज चाहिँ तपाईहरुले धुमुन लगाएर जाँदाखेरि चाहिँ अलिक चलो दिनु भयो होला है लानु भयो ल याद भयो होला कि आज चाहिँ हामी चाहिँ बुम बोक्न जाँदै छु सिस्टर। हेलो सो आज के हुन्छ तपाईहरुलाई कन्टिन्यू गर्ने छु। किप वाचिङ। आज चाहिँ हामीले कहाँ जानुपर्छ भन्ने चाहिँ यहाँ पर अलिअलि देख्दैछ। अब हिँड पाउनु भयो होला तपाईहरुले। आज चाहिँ साका दावा हो, त्यही भएर म चाहिँ पर जाँदैछु। खोइ यता भयो यस्तो हाई हेलो भनिदिनुहोस् न। नमनम हेलो आजङ आजङ हेलो ब्युटिफुल। मलाई चाहिँ यहाँ गाईले लाट्दाखेरि खुवाउँछ ल। आज चाहिँ अब आलोमा यता म थाप्ल अरे ब्लग्समा म पनि आउनु पायो। आज मेरो ब्युटिफुल दिदीहरू हुनुहुन्छ। यहाँ इमर्जेन्सी यहाँ कुकुर पनि घाम पनि दामी लागिरहेछ। आज चाहिँ हिजो जस्तै घाम लाग्यो भने त ठिकै छ, बेलुका चाहिँ पानी पर्यो है। अब चाहिँ हामी चाहिँ रेडी भएर जानु आँटेको। तपाईहरु यो छु म त बोक्ने हैन यताको हैन अरे फोटोमा नम्बर कसो के भन्छ 48 फुर्चौ आइको छु तिमी पनि जान त ल। यो एकजना जिम्मा गर्दैन मान्छे त पुग्यो त 50 जना भयो। छो त 46 मात्रै छ। खै छो ल्याउने रहेछ। अलिकति बज्यो दामी देख्दैन है तर। तपाई यो जिम्मा गरिहाल्नुस् त। अनि एकजना त लामै हुनु पर्यो नि त। स्टार्ट भयो अब चाहिँ के हुने सेल्फ स्टिक त है स्टिक नै हुन्छ चाहिँ लुमगुम्पा पछि हिँड्नु स्टार्ट गरेको ल। ला हिँड्दैछ। छेउसँग मारे खास कि Falls. Gifted natural waterfalls. अब चाहिँ यहाँ खोलाको छ। खोलाको खोला र उसको यहाँबाट चाहिँ चिया जुस खाइकन फेरि जान्छन् हामी कन्टिन्यू गर्छौँ। यहाँ किचनमा हाम्रो पुस्तक चाहिँ यहाँ Got this. Hello. Hello, hello.
वेलकम टु माई ब्लग अनि चेस एकदम तपाईँ त ओइ ऊ पो बिजी हैन यहाँ राउने फेरि रोडका खेलमा घुम्ला घुम्ला kapit tuguni kagnahan ni ganda na chubuan ni Kaya kami sa Bisaya Rabo. Cho khăn để xây nhà